नमस्ते सबैजनालाई वेलकम ब्याक टु आवर च्यानल। आजको ब्लगमा हजुरहरूलाई स्वागत छ र आजको ब्लगमा म के गर्न गइरहेको छु भने यो वर्षको हाम्रो पहिलो तरकारी खेतीबाट चाहिँ पहिलो तरकारी चुन्न गइरहेको छु। हिजो हालेको भिडियोमा धेरैजनाले कमेन्ट गर्नुभयो लट्टेको मुन्टा भाँच्ने बेला भएछ, अब त्यस फस्टाएर आउँछ मुन्टा भाँच्नुभयो भने ढिलो भयो भने राम्रो हुँदैन भनेर कमेन्ट आएको थियो। कमेन्ट गर्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद। त्यही भएर म चाहिँ लट्टेको यो मुन्टा चिरिप चिरिप चुड्दिन आँटेको। यसरी टुप्पो टुप्पो चुडो भने राम्रो भएर फस्टाएर आउँछ अरे, हाँगा छोडेर आउँछ अरे। त्यही भएर म चाहिँ यसरी चुड्दैछु। धेरै तल चुडेनौ तिमीले? धेरै तल चुडेनौ? चुडिन, यतिको त चुड्नु परिहाल्यो नि हो। यसलाई सुक्ख पाउँछ होला त्यसै। अब चाहिँ थाहा भयो, यो हेरेर चाहिँ थाहा भयो लट्टे नै रहेछ क्यार। लट्टे होइन, एकजनाले कमेन्ट गर्नुभएको थियो के भनेर। लट्टे नै होला यो। तपाईँले अर्को के भन्नुभएको थियो नि एउटा शब्द के? पालुङ्गे? पालुङ्गे, पालुङ्गे भनेर नि कमेन्ट गर्नुभएको थियो। अनि आज हामी यो पनि उखेल्दिँदैछौँ, बेथु पनि खाइदिउँ न भनेर। अब बेथु पनि चुड्दा पलाउँदैन? पलाउँछ खै थाहा छैन, बेथु त पुरै खाने होला त। मैले त त्यस्तो देखेको छु। नुहाएर कपाल सबै चिसै चिसो छ। एक छाक हुन्छ है क्या? एक छाक त पुग्छ होला हौ। साना साना चाहिँ छोडिदिन्छु ल, साना साना फेरि खान पुग्छ नि त। एक छाक पुग्छ। कस्तो मजा आइरहेछ मलाई त हेर्नु। तपाईँहरूलाई पनि मजा आइरहेको होला नि, मलाई त कस्तो मजा आइरहेको। सुप चाहिँ टन्नै छ। यो सुप बारी हो, सबै सुपै सुप हो। यो हेर्दै सुपै सुप छ। यो पनि बढेपछि एकदम दामी हुनेवाला छ सुप। दामी हुन्छ कि हरिबिजोक हुन्छ? किन? थोरै छैन एउटा, सबै पातलो बनाइदिनु पर्छ नि त चुडेर। एउटा उखेल्दा 5 वटा आउँछन्। लोभ त छैन तर के अरे धेरै छ नि त। धेरै नै छ, अति नै छ, अति नै। कति छ? मिलियन्स छ? मिलियन धेरै नै छ। मिलियन त नहोला, अब धेरै नै छ। यस्तो गरी उम्रिरह कि एउटा बिउबाट 4 वटा आए जस्तो लाग्यो मलाई। एउटा बिउबाट 4 वटा त आउँदैन। हेरे हेरे म उखाल्छु ल, तिमी गर। तिमी खिच, म उखाल्छु। तिमीले धेरै बेर लाउने रहेछ। तपाईँले रहर गरिहाल्नु हो ल। हो त कस्तो रमाइलो फिल हो नि, मलाई त्यस्तै भएको थियो। वाउ साना साना चाहिँ नउखेल्नु है, अर्को छाक पनि पुग्छ। साँच्चै चुट्दाखेरि आउँथ्यो कि माया पो लाग्यो उखेलिसकेपछि। बेबे त्यो फेद चुटाउँदै फ्यालिदिँदै गरौँ न। अब त्यो कहाँ माटो सरिहाल्न आँट्नु भएको, त्यो टिप्दै गर्नुभयो भने इजी हुन्छ। त्यो फेद उतै मल हुन्छ, उतै फ्यालिदिनु ल। अब उता लसुनतिर कस्तो महसुस हुँदैछ त? क्यामेरा हेर्दै बोल्नु है, सुनिँदैन प्लेनले गर्दाखेरि। प्लेनलाई जान देऊ न त। भन्नु भन्नु अर्को आइहाल्छ फेरि प्लेन। केही त फलाएर खान पाइयो, अरू केही नभए पनि यो त खायौँ जस्तो चाहिँ भइरहेछ मलाई। अरू होस् नहोस् चित्त बुझो, चित्त बुझ्यो। यति त त्यो चुड्नु मोटो भएपछि चुड्न गाह्रो हुन्छ। साना साना चाहिँ नउखेल्नु है। अनि कतिजनाले चाहिँ ऊ भनिराख्नु भएको थियो त्यो हाम्रो काँडे झार चाहिँ के अरे धनियाँ भन्दैन त, एकचोटि सुँगेर हेरिदिनु त। होइन त्यो होइन होला, एकचोटि हेर्नु न र पनि। धनियाँ भएको भए त हामीलाई हिजै फिल भइहाल्थ्यो नि, मगाइहाल्थ्यो नि। धनियाँ होइन क्या, देखाइदेऊ त, टन्नै पो भइसक्यो त। ए ऊ त तोरी पनि उखेल्दिनु, मिक्सम्याच सब मिक्स सब्जी खाइदिने। तोरी फेरि छरिदिउँ न बेबे, कति खान मन छ मलाई।
बेथु नै हो नि यो हो बेथु परैबाट चिनिन्छ नि त्यो त होइन होला त्यो झार होला कि तोरी हो सुँग्नु त एकचोटि तोरी लट्टे पालुङ्गे सुँग्नु त सुँग्नु पहिला झार जस्तो लाग्यो म त तोरी हो कि झार हो तोरी जस्तो लाग्यो उनी हो सागै हो पालुङ्गे किन टिप्या त यता हाल्नु न मलाई धेरै भएको हेर्न मन लागिसक्यो चुप लाग्यो है कतै टिप्न बिर्स्यो भने भन है छैन बिर्सिनु भएको बोल्दै बोल्दै टिप्नु न हेर्ने मान्छेले तपाईँले टिपेको मात्रै किन हेर्नुहुन्छ त यसो इन्टरटेन गर्नु कपिराइट इन्टरटेनमेन्ट होइन बैसा जान लाग्यो ए साइली भन्नु साइली जाँदैन समय खेर पर्खलिन लाग्दैन होला नि त कपिराइट नवीनजी भोलि यही सब्जी बनाउँछु वाउ म त कहिले भोलि हुन्छ जस्तो भइसक्यो म चाहिँ फेरि पर्सि मात्रै खान पाउँछु बेथु नै हो नि हो हौ फेरि गइएला नि गए पनि सँगै आउने सँगै जाने भनेर बाचा कसम खाएको छ त्यही भएर त हाम्रो महिला सुनेर के भने अरे मेरो छोरोलाई तिमी गए पनि जाऊ मेरो छोरोलाई त्यसो भन्न पाउँदैन भन्ने हुन्छ तपाईँ त भोलि नै खानुहुन्छ म त पर्सि खान्छु तपाईँको रियाक्सन हेरेर मात्रै उता रह्यो तिनीहरू छेउमा धेरै छ त खै मैले साना साना चाहिँ छोडिदिएको यो सानो छ त यो सुप पनि आयो सुप पनि आयो पाँचवटा आलु मिसाएपछि त एक छाक पुगिगयो नि पाँचवटा आलुपछि त्यो नै एक छाक हुन्छ भने के भन्यो तिमीले पाँचवटा आलुले त 2 छाक हुन्छ यसो गरौँ न त खोर्सानी चुड्दिनु न मुन्टा मुन्टा बेबे चुड्दिउँ त सबैले त्यसो फुलै फुल छ कसरी चुड्नु बिना अलि लामो अलिक ठुलो होस् न अनि फुल त अब फलेपछि फेरि अर्को फुल लागिहाल्छ फुल लाग्न त छोड्दैन नि त नसप्रिने भयो क्या हामीले गल्ती गऱ्यौँ जस्तो छ यसो गरिदिनु न एउटा चुड्दिनु न एउटा पाटो एउटा पाटो चारटाको चुडेर हेर्नु त चारटाको चारटा चुडेर हेर्नु कलिलैमा गर्ने अरे क्या छिपेपछि कसले गरेको देख्नु भएको ठुलो भएपछि म गर्छु यो पकाउनु नगरौँ के नगरौँ यो कलिलो बिरुवा नगरौँ कलिलोलाई नै गर्ने अरे फुल भइसकेपछि झन् अपु हुन्छ अरे झन् नराम्रो हुन्छ अरे कमेन्ट गर्नु न एकजनाले भन्नुभएको भए पो होइन भन्नु त सानैमा त होइन होला सानैमा हो फुलै नलागिकन अरे क्या गर्दिन फुल नलागेका हेरेर गरिदिन्छ चढाप पारिदिन्छ उता मैले लट्टे टिपे यसरी तपाईँको हातका लक्षण सानो छ बिनु यो खोर्सानी त छ्या तपाईँ त अलि फुल कम भएकोतिर गर्नु तपाईँ धेरै सानो छ बिरुवा बिनु सबै खेर जान्छ बिरुवा खेर जाँदैन राम्रो हुन्छ भएपछि चट्टी चुड्दियो भने चाहिँ अनि फैलाएर आउँछ यो त एकदमै कलिलो छ बिरुवै मरेर जान्छ हुँदैन कमेन्ट गरिदिनुहोस् त भनेकै टेर्नु भएन खै देखाइदिनु त हाम्रो कति भयो साग कति भयो देखाउनु न अब ल है ल अनि खोइ त त्यो क्लियर गरिदिनु भएको धनियाँ होइन भनेर कहाँ छ लु यहाँ रहेछ है यहाँनिर गरिदिनु त लु धनियाँ सेम त हजुरहरूले भन्नुभएको भने गल्ती चाहिँ होइन
सेम नै छ, यस्तै हुन्छ धनियाको पनि होइन, होइन धनिया तर यो धनिया चाहिँ होइन। काँडे झारो क्या, यसले चाहिँ साह्रै दुःख दिन्छ। अग्लो यहाँ देखाइदिन्छु ल म तपाईँहरूलाई कस्तो हुन्छ भने नि। यो चाहिँ यत्रो अग्लो हुन्छ। यो त कास्टिङ मात्रै हो। यो अझै हिजो कति थियो भने यति यति अग्लो थियो, मैले काटिदिएको ऊ त्यहाँ पर यस्तो हुन्छ क्या। यो धनिया होइन, मैले काटिदिएँ रिस उठेर देखेर। यसैले बिउ फ्याल्छ क्या। यो भित्र राखेर कपाल काट्न जानुपर्ने छ। ल ल जानु जानु राखेर आउनु। लक्षिणको हातले लानु पर्यो नि, फेरि फेरि पनि भरेर लिएर जान पाइयोस् भन्दै भन्दै मन्त्र जप्दै जप्दै हिँड्नु। मन्त्र जप्दै त्यो मङ्गलम भगवान विष्णु मङ्गलम कुण्डरी काक्ष मङ्गलाय तनो बाहुनको छोरी हेर न। मङ्गलम मङ्गलम भगवान विष्णु मङ्गलम गुरुडध्वज मङ्गलम मङ्गलम कुण्डरी काक्ष मङ्गलाय तनो हरि। ल ताली बजाउनु, ताली बजाउनु बेबे प्लिज, ताली बजाउनु न। ल अब यो चाहिँ भोलि पकाएर म भिडियो बनाउँछु। बाई बाई भनिदिनु सबैजनालाई। यति बेरसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्नु। यतिखेरसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूले भिडियो हेरेर पनि सब्सक्राइब गर्न चाहिँ बिर्सिराख्नु भएको छ। बरु एकचोटि भिडियो पज गरेर सब्सक्राइब गर्ने समय दिनु न त, 4 सेकेन्ड ल चुप्प लागेर। 1 2 3 गो। ल पज गर्नु, ब्याकमा जानु, अनि त्यहाँ सब्सक्राइब हाम्रो प्रोफाइलमा थिचेर त्यो सब्सक्राइब थिच्नु अनि आउनु होला। भयो 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 बजो आइपुग्नु, वेलकम ब्याक। अनि फेरि यो भिडियो सकिसकेपछि एउटा कमेन्ट पनि गरिदिनु होला, अनि भिडियोलाई लाइक पनि गरिदिनु होला, अनि हामीलाई माया गरिदिनु होला।